साबिकको चुनबाङ गाविसलाई अहिले भूमिको 9 नम्बर वडामा परिणत भएको छ। यो ठाउँ चाहिँ द्वन्द्वकाल बेलामा माओवादीका नेता प्रचण्ड बस्ने गरेका थिए। त्यसैको वरिपरिको सिनहरू हो यो। अनि प्रचण्ड बसेको घर चाहिँ यो, प्रचण्ड बसेको घर यही हो। यो हाल सङ्ग्रहालयको रूपमा विकसित गरिएको छ। हामी हेर्दैछौँ। यस्तो खालको घरहरू छ। यहाँ सङ्ग्रहालयको रूपमा यसलाई विकसित गरिएको थियो, तर यो अहिले यहाँ नमुना हतियारहरू बनाएर राखिएको छ। काठका नमुना हतियारहरू छन् यहाँ। यो प्रचण्ड बसेको कोठाहरू सम्भवतः यही नै हुन्। अँध्यारो छ यी कोठाहरू। अहिले सबै अँध्यारो छ। सम्भवतः यही अँध्यारो कोठाहरूमध्ये कतै बसेको थियो होला प्रचण्ड पनि। माथि चढेर हेर्ने क्रममा माथि पनि यस्तो खालको छ। अवस्थामा प्रचण्ड बसेको घर। अनि चुनबाङ बैठक यही घरमा बसेको थिए। हाल यसलाई संरक्षण गरिएको छ। यहाँनिर एउटा खाली जग्गामा सङ्ग्रहालयको रूपमा विकसित गरेर नयाँ घर पनि बन्दैछ। र यो तत्कालीन अवस्थामा चुनबाङ बैठक जुन भएको थियो त्यो गरेको घर यो भयो भने त्यो बैठक गरेको हल चाहिँ यहाँभित्र हालेर संरक्षण गर्न यसरी जस्ताले घेरेर राखिएको छ।